घरलाई घर के भनिन्छ र यहाँ घर भन्नु नै पत्नी हो। आखिरमा सजन घर भनेको पत्नी हो। त्यही भएर घरको लक्ष्मी भनेको नि पत्नी हो। महिला किन भन्यो? मही भनेको पृथ्वी, ल भनेको सहनशील, ला भनेको सहनशील, त्यही भएर महिला भएको छ। विचार गर्नु होला, जसरी पृथ्वीले जेसुकैलाई पनि सहन गरेकी छिन्, कहिले पृथ्वी रिसाएको छ र? न त खन्दा रिसाएको छ, न त पानी हाल्दा रिसाएको छ, न आगो बाल्दा रिसाएको छ, न फोहोर फाल्दा रिसाएको छ कि छैन? सहनशील भएका कारणले गर्दा आमालाई महिला भनेको, त्यही भएर आमालाई धेरै माथि पुर्याएको छ धर्मशास्त्र। मही भनेको पृथ्वी, ला भनेको सहनशील, जसरी पृथ्वी जस्तो सहनशील भएको कारणले गर्दा महिला भनेको। विचार गर्नु होला। त्यही भएर यदि स्त्री छैन भने घर रुखो हुन्छ, नारी छैन भने घर रुखो हुन्छ। अरे जति नै छोरा मान्छेले म श्रृङ्गार गर्छु भन्नुहोस् न, गरेको कहिले पूर्ण हुँदैन अरे। किन? भगवानले श्रृङ्गारको अधिकार त महिलालाई दिएको छ नि त, आमालाई दिएको छ नि। कसरी घरको श्रृङ्गार गर्ने, कस्तो बनाउने भन्ने कुरा त आमालाई दिएको छ नि त भगवानमा। त्यही भएर वर्णन गर्नुहुन्छ, आमाले जति नै घरमा पुरुषले जति नै गरे पनि आमाले गरे जस्तो हुँदैन। त्यही भएर आमालाई धेरै माथि पुर्याएको छ धर्मशास्त्रले। न गृहम गृहमित्याहो गृहिणीम गृह उच्यते। घर घर होइन अरे। जब पत्नी छैन भने के को लागि घर हो? पति र पत्नी यदि मिलेर चाहे बगरमा बस्छन् भने त्यो उनीहरूका लागि घर हो। रुखका फेदामा बस्छन् भने उनीहरूका लागि घर हो। कुनै जङ्गलमा गएर बस्छन् भने त्यो उनीहरूका लागि घर हो। पत्नी भनेको पतिका लागि घर हो। त्यही भएर आमाहरूले जहिले पनि सहनशील बन्नुपर्छ। साँझको समयमा कहीँ यदि रिसाउनु हुँदैन। लक्ष्मी र अलक्ष्मी भनेका दिदी बहिनी हुन्। दिदी बहिनी सौता समान हुन्छन् अरे। आज लक्ष्मीले कति बेला छोड्लिन् न बचाउला भनेर अलक्ष्मी दिदी बाटो हेर्छिन् अरे। लक्ष्मीको श्रृङ्गारदेखि लिएर लक्ष्मीका सबै कुरादेखि डाहा हुन्छ अरे। कसलाई? अलक्ष्मीलाई डाहा हुन्छ अरे, पीडा हुन्छ अरे। यसलाई कति बेला यसले घर छोड्लिन मगर त्यो घरमा पसौँला भनेर बाटो हेरेकी हुन्छन्। त्यही भएर अलक्ष्मी आउने काम कहिले गर्नु हुँदैन। यदि पतिले जतिसुकै कमाऊ, यदि पत्नी घरमा सहनशील छैन भने त्यो घरमा कहिले पनि शान्ति मिल्दैन। सज्जन, त्यो घरमा कहिले शान्ति मिल्दैन। यो आज विष्णु पुराणले वर्णन गर्दै हुनुहुन्छ, भन्दै हुनुहुन्छ। त्यही भएर नारीको प्रति धर्म हो। यिनै कुरा वर्णन गराउनु हो। हे भूपति, यदि कहिले पनि कसैको निन्दा गर्नु हुँदैन। निन्दा गर्नु भनेको पाप हो। आफ्नो प्रशंसा आफै गर्नु हुँदैन, त्यो पनि पाप हो। आफ्नो प्रशंसा अर्काले गरिदियोस्। आफूले गरेको काम आफूले कहिले भन्नु हुँदैन अरे। हामी त अलिकति दान गऱ्यौँ भने नि पहिले ल्याएर सुनाउनु पर्छ। ए साइली मैले त यति दान गरेर आएँ, तैँले कति गरिस्? एकचोटि भनिदिनु न राधे राधे, सबैले भनिदिनु राधे राधे। त्यही यदि नराम्रो कर्म गर्ने हो भने आएर साइले सुनाउने होइन नि। फेरि राम्रो गर्नु भएको, नराम्रो त थाहा पाउँछन् कि भनेर लुकाउने हो नि। त्यही भएर तब हामीलाई दुःख हुन्छ, त्यही भएर तब हामीलाई पीडा हुन्छ भनेर गराउनु हो। जुन पुरुषले
अर्काको सम्पत्तिको डाहा गर्छ। जुन पुरुषले अथवा कुनै पनि मनुष्यले अर्काले गरेको कार्यको हिंसा गर्छ भने त्यो दरिद्री हुन्छ, यसमा कुनै शङ्का छैन। हेर वर्णन गर्नुभयो, न करोति पुमान भूप तुष्यते तेन केशव। अर्काले गरेर खायो भनेर डाहा गर्नु, प्रशंसा गर्नुपर्छ। तर हामीलाई त अर्काले गरी खायो भने रिस हुन्छ। आफूभन्दा अलिकति माथि पुग्यो भने यति डाहा हुन्छ नि सज्जन। अर्काले गरी खाएको हामी देख्न सक्दैनौँ। अनि हामी पूजा गर्छौँ, म पुजारी हुँ, म धर्मात्मी हुँ, म यो धर्म लिन्छु भन्दा भयो। म धर्मात्मी हुँ, म जस्तो धर्मात्मी अर्को छैन भनेर रह्यो न, पढेर गर्नुभयो। हेर अन्य शरीरधारीहरूलाई कुनै किसिमका कष्ट पुर्याउनु हुँदैन। वर्णन गर्नुभयो ब्राह्मण, देवादिज गुरु राम छ शुश्रूषा सुसबोध्यता तुष्यते तेन गोविन्द पुरुषेण नरेश्वर। सेवा ही परमो धर्म, सेवा गर्नु धर्म। कुनै अपाङ्ग व्यक्तिलाई हामीले सेवा गर्नु अत्यन्त भारी हुन्छ। हेर भगवान गोविन्दलाई वास्तविक रूपमा सन्तुष्ट गराउन सक्दछ भने अर्काको सेवा गर्नुपर्छ। त्यही भएर त कृष्णले भन्नुभएको छ नि त, मेरो अपहेलना गरेर कुनै आपत्ति छैन, मलाई तिरस्कार गर, मलाई गाली गर, तर मेरा भक्तको अपमान गरेर मेरा पूजा गर्यो भने जीवनमा म कहिले खुसी हुँदिन। जीवनमा म कहिले खुसी हुँदिन जब मेरा भक्तको अपमान गरेर मेरो पूजा गर्नुमा फलीभूत छैन। तर मलाई तिरस्कार गर, मलाई घृणा गर, तर मेरो भक्तको अपमान गरिन भने म खुसी हुन्छु भन्नुभएको छ। जुन मनुष्यले स्वयं आफू एवं आफ्नै परिवार अनि आफ्ना प्राणीहरू जसलाई पालेका छन् तिनको कल्याण चाहन्छ, कामना गर्दछ, कहिले कसैको अकल्याण चाहदैन, सबैलाई समान देख्छ। मेरा परिवार जस्तै उनी प्राणी पनि अरू पनि म जस्तै हुन् भन्ने भावना राख्छ भने त्यही हो पूजा भनेको, त्यही हो भगवानको सेवा भनेको। अनि दिनभरि बसेर भगवानको पूजा गरेका छ, सारै गाउँको पूजा गरेका छ, अनि निक्लिने बित्तिकै त चाहिँ मरिजा भनेर के अर्थ? के भयो त्यो अर्थ? ल भन्नुहोस्। 4 घण्टा लाएर पूजा गर्यो 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 अनि बाहिर निस्केर अर्कालाई धारे हात मार्छ भने त्यो राम्रो भयो त? राम्रो हुँदैन। जसको मन अत्यन्त शुद्ध छ नि, कुनै किसिमले पनि विशुद्ध मन भएको पुरुषले मात्र सधैँ भगवान विष्णुलाई प्रसन्न गराउन सक्छ, भगवानलाई पवित्र पार्न सक्छ। सर्जन मनै अशुद्ध छ भने, मनै अशुद्ध छ भने पूजाले मात्रै शुद्ध हुन सक्दैन। सर्जन आखिरमा गाई किन्न बजार जान छ, पैसा घरैमा छोडेर गयो भने कसरी गाई आउँछ, कसरी सौदा आउँछ? अनि मनरूपी घाग्रो चाहिँ सांसारिक भाषामा भरेर अनि पूजा गर्न बस्दा फलीभूत हुन्छ र हुँदैन। यसरी वर्णन गर्नुभयो। वर्ण एवं आश्रमका लागि शास्त्रहरूमा जुन धर्मका विषयमा वर्णन गरिएको छ नि, ती धर्म अनुसारको आचरण गर्ने पुरुषले मात्रै भगवान प्राप्ति गर्छ, भगवानको उपासना गर्न सक्छ, नत्र भने अन्यले सक्नेवाला छैन। हेर सगरले त्यति बेला भन्नुभयो, तदहं श्रोतुमिच्छामि वर्णधर्म न शेषतः तथैव सर्वधर्मांशात् द्विजवर्यं ब्रवीताम्।
यो ब्राह्मणमा श्रेष्ठ। अब सम्पूर्ण वर्ण धर्म एवं आश्रम धर्मका विषयमा विस्तृत रूपमा सुन्न मैले सुनाइसकेँ तिमीलाई वर्णका कुराहरू त, तर आश्रमका कुरा के छन्? आश्रमका कुरा पनि सुन, म तिमीलाई भन्दछु भनेर भन्न लाग्नु भयो। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी भनेको त वर्ण भए। आश्रम के हो त? ब्रह्मचारी आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम, सन्यास आश्रम, यी चारवटा हाम्रा आश्रमहरू छन्। यी चार आश्रमहरू हामीले पालना गर्नुपर्छ। हेर, यिनै कुरा वर्णन गरेर आउनु हो। अघि नै मैले भने ब्राह्मणले मात्रै होइन, मनुष्यले अर्काको धर्म लोभिनु हुँदैन। अर्काले घोडा चढ्यो भनेर धुरी चढ्नु हुँदैन। आफ्नो कर्मको फल भोग्ने हो। के गरिब ब्राह्मणलाई पनि, गरिब व्यक्तिलाई पनि धनी हुने मन छैन र? बिहान दुःख गरेर बेलुका छाप टार्ने व्यक्तिलाई पनि त राम्रा घरमा बस्न मन छैन र? कसको मन हुन्न र? सबैलाई मन छ, तर सबैको चाहना कहाँ पुरा भएको छ र? पूर्व जन्मको कमाई भोग्नु पर्छ। अब के गर्नु? हेर, यिनै कर्महरू गर्ने कुराहरू वर्णन गराउनु भयो। यज्ञादि दान एवं नित्य हामीले गर्नुपर्छ। नित्य भनेका यी कर्महरू छन्। नित्य तर्पण पनि गर्नुपर्छ। नित्य तर्पण गर्नुपर्छ। नित्य भगवानको जप गर्नुपर्छ। जसरी नित्य हामी भोजन गर्छौँ भने नि भगवानको आराधनाबाट पनि वञ्चित हुँदैन। हेर, हे नरमते, ब्रह्माजीले मनुष्यहरूको जीवन निर्वाहका लागि पशुपालन आदि व्यापार, व्यवसाय, खेतीबादी यी निर्धारण गरिदिनु भएको छ। सबैका लागि निर्धारण गरिदिनु भएको छ परमात्माले। खरिद बिक्री गर्ने कर्म निर्धारण गरिदिनु भएको छ परमात्माले। वर्णन गर्नुभयो। अब के गर्नु? यिनै कर्महरू यी भए हाम्रा चार आश्रमका कुराहरू भए, यानि कि चार वर्णनका कुरा भए। त्यति बेला अरूले भन्नुभयो, हे भूपति, ब्रह्मचर्य भनेको चाहिँ के हो त? आश्रम पालन गर्ने त भन्नुहुन्छ, तर ब्रह्मचर्य भनेको के हो? भूपति, बालकले यज्ञोपवीत सकेर अर्थात् व्रतबन्ध कर्म गरिसके पश्चात एकतापूर्वक वेदको अध्ययन गर्नलाई ब्रह्मचर्य भनिन्छ। त्यही भएर गर्भेया अष्टमी विवाह, गर्भदेखि 8 वर्षभित्रमा व्रतबन्ध गर्नुपर्छ ब्राह्मणका छोराको। ब्राह्मणका छोराको गर्भदेखि 8 वर्षभित्रमा व्रतबन्ध गर्नै पर्छ। गर्भेया अष्टमी विवाह। क्षत्रियका छोराको गर्भेया द्वादशे प्रियः, क्षत्रियका छोराको 12 वर्षभित्र 12 वर्षभित्र व्रतबन्ध गर्नै पर्छ। भइसके 11 गर, आपत्ति छैन। अनि वैश्यका छोराको 15 वर्षभित्र। यहाँभन्दा उपरान्त सूत्रको व्रतबन्ध हुँदैन। त्यही भएर दुईजा भनेको को? ब्राह्मण मात्रै होइन। हामी त ब्राह्मणलाई दुईजा भन्छौँ, होइन सर? दुईजा भनेको के हो? द्वाभ्याम प्रकाराभ्याम जायते इति दुईजा। जसको दुईचोटि जन्म हुन्छ उसको नाम हो दुईजा। कसरी भयो मनुष्यको दुईचोटि जन्म? प्रश्न गर्नुहुन्छ। एकचोटि आमाका गर्भबाट जन्म भयो, 16 संस्कार भयो त्यति बेला। ठिक है। 6औं कर्म नानादि कर्म, कर्णभेद कर्म, अन्नप्राशन कर्म, चुडो कर्म, उपनयन कर्म, यस्ता यस्ता हाम्रा जम्मा 16 कर्म भए।
16 जन्म भनेर गर्नुहुन्छ। यो भयो पहिलो जन्म। अब दोस्रो जन्म भनेको के हो त भन्दा व्रतबन्ध। व्रतबन्ध कर्मलाई दोस्रो जन्म भनिन्छ पुरुषको। द्वाभ्याम प्रकाराभ्याम जाति द्विज। किन भन्दा व्रतबन्ध भन्दा ठुलो संस्कार पुरुषको छैन। अनि आमाको दोस्रो संस्कार भनेको कन्यादान हो। कन्यादान भन्दा ठुलो दानहरूको छैन आमाको। कन्यादानमा अविच्छिन्न जलधारा गरेर संकल्प पढेर पर सारेको हो कि होइन? 1 घण्टाको मन्त्र पढेर फल्लाका पनाती, फल्लाका नाति, फल्लाका छोरा फल्लालाई भनेर अनि फल्लाका पनातिनी, फल्लाकी नातिनी, फल्लाकी छोरी फल्लीलाई भनेर संकल्प गरेर हो कि होइन? विचार गर्नु। कन्यादानम महादान। कन्यादान भन्दा महादानहरूको छैन। त्यही भएर दोस्रो जन्म छोरीको कन्यादान हो, दोस्रो जन्म छोराको व्रतबन्ध हो। व्रतबन्ध गरिसके पश्चात अनि वेदको अध्ययनमा लाग्दै ब्रह्मचर्य धर्मको पालना गर्नुपर्छ। सावधानीपूर्वक तत्त्व रहँदै गुरुका आगरमा आचार्य वर्ग आश्रममा बस्नुपर्छ। हामी त माया ममताले छोरा टाढा पठाउन सक्दैनौँ। माया लाग्छ नि त, सानो छ भन्छ। घरमा बसेर पढिँदैन अरे। किन? घरमा बस्यो भने नि घरमा बाख्रो बिहा गर्छ, गाई हमा गर्छ। अनि भित्र बसेर पढ्यो भने त्यही समाजले के भन्छ? हेर न त्यो बुढापाका बाबालाई काम लगाएर बसेर खाएको। कमसेकम त्यो काम त गर्नु नि। गर्न नसक्ने हो र? हेर्नुहोस्, तपाईँ हामी नै हो भन्ने, अर्काले भन्दैन। तपाईँ हामी नै गाडी गर्छौँ। त्यही भएर घरमा बसेर पढिँदैन सर। अहिले त शैलेश खेतीपाती बन्द, खेतीपाती बन्द छ। अहिले त टेन्सन छैन। अहिले बत्ती चलायो, आपत्ति भयो। त्यही भएर अध्ययन गर्नलाई गुरुका आश्रममा जानुपर्छ। गुरुका आश्रममा गएर नियमलाई पालना गर्नुपर्छ। नियममा रहेर पढियो भने मात्रै फलीभूत हुन्छ सर। नियममा रहेर पढिएन भने फलीभूत हुन गाह्रो छ। आचारहीन पुनन्ति वेदा। आचारहीन भयो भने वेदले पनि पवित्र पार्न सक्दैन, वेदले पनि पवित्र बनाउन सक्दैन। त्यही भएर व्रतका नियमलाई पालना गर्नुपर्छ। व्रतका नियमहरू के हुन् त? सजग आचारपूर्वक स्थिर भएर अनि बुद्धि भएर वेदको अध्ययन गर्नुपर्दछ। राजा प्रातःकाल अथवा बिहानको पहिलो मुहुर्तलाई भनिन्छ ब्रह्म मुहुर्त। सूर्य उदय हुनुभन्दा 1 घण्टा अगाडिको समय जसलाई ब्रह्म मुहुर्त भनिन्छ। ब्रह्म मुहुर्त, त्यही ब्रह्म मुहुर्तमा हामीले उठ्नुपर्छ जहिले पनि। अनि साँझको बेलामा अथवा दुवै सन्ध्याका समयमा, या प्रातः या साँझ, दुवै समयमा हामीले अत्यन्त एकाग्रतापूर्वक भएर सूर्यको उपासना गर्नुपर्छ, अग्निको उपासना गर्नुपर्छ, गुरुलाई अभिवादन गर्नुपर्छ। अभिवादन किन गरिन्छ? नमस्कार किन गरिन्छ अरे भन्दा जसलाई नमस्कार गर्छ नि उसको कीर्ति हामीलाई पनि आओस् भन्नका निमित्त नमस्कार गरिन्छ। फटाला नमस्कार गरिँदैन, याद गर्नु। चोरलाई कसैले नमस्कार गर्छ र? फटाला कसैले नमस्कार गर्छ र? गर्दैन नि। नमस्कार किन गरिन्छ त भन्दा सज्जनको सत्कृति आओस् भन्नका निमित्त, सद्गुण आओस् भन्नका निमित्त नमस्कार गरिन्छ। सज्जन भनेर गर्नुभयो।
जहिले गुरुको अभिवादन गर्नुपर्छ, प्रणाम गर्नुपर्छ। गुरु हुनेको समयमा आफू पनि उभिनुपर्छ, वास्तविक नियमलाई पालना गर्नुपर्छ। गुरुको आसनमा बस्नु हुँदैन जबसम्म गुरुजीले आज्ञा दिनुहुन्न नि, भरिसके गुरुको आसनमा बस्नु हुँदैन। यदि गुरुजीको आज्ञा नै भयो भने त केही लाग्दैन, तर गुरुजीको आज्ञा छैन भने बस्न हुँदैन आसनमा। नियमलाई पालना गर्नुपर्छ र अनि गुरुका पछि पछि गुरुले गरेका राम्रा कृतिहरू, राम्रा कार्यहरू आफूलाई लिनका निमित्त पछि पछि जानुपर्छ। के गर्दै हुन्छ? विद्या चोर्ने हो, कला चोर्ने हो, सम्पत्ति होइन। अर्काको सम्पत्ति चोर्नु सिकाएको छैन धर्मशास्त्रले, तर कला विद्या नचोरी पुग्दैन। अर्काको कला चोर्ने हो, विद्या चोर्ने हो, उसले गरेको कार्यहरू चोर्ने हो, धन सम्पत्ति चोर्ने होइन। वर्णन गर्नुहुन्छ हे नेपालीष्ठ, शिष्यले कहिले पनि आफ्नो गुरुको प्रतिकूल आचरण गर्नु हुँदैन। गुरुले गरे भन्दा दुष्ट आचरण कहिले लिनु हुँदैन। गुरु भनेको के हो? गुरु भनेको अन्धकार हो। गुरु भनेको ज्योति प्रदान गर्ने वालाको नाम हो गुरु भनेको। राम्रा गुणलाई लिनुपर्छ, नराम्रो गुण त्याग्नुपर्छ। हामी त भगवानले यसो गरे मैले गर्दा के हुन्छ भन्छ। भगवानले त भाग धतुरो खाए मैले खाँदा के हुन्छ? भगवानले त कालकोट विष पनि खाएको खाएर हेर्नु न मुसाको विष कस्तो हुँदो रहेछ, भावै हाल्छ होइन र? भगवानले त कालकोट विष खाएको होइन र? बाण गरे होइन र? हामी खाएर हेर्नु त मुसालाई मार्ने विष कस्तो हुँदो रहेछ, थाहै हाल्छ। सर्जन भगवानसँग हाम्रो जीवनलाई टार्नु हुँदैन, भगवानसँग कदाचित टार्नु हुँदैन। किन? भगवान जस्तो बन्न खोज्नुपर्छ, तर मै भगवान हो भनेर कहिले पनि भन्नु हुँदैन। एकचोटि भन्दिनँ राधे राधे, सबै हिँड्नु भन्दैन राधे राधे। वर्णन गर्नुहुन्छ भगवान जस्तो बन्न खोज, तर मै भगवान हो भन्न नखोज। किन? पौण्डकले पनि त त्यही गरे नि त। करुष देशका राजा पौण्डकले के गरे? भगवान कृष्ण बन्न खोजे, काँटाका चारवटा हात बनाए, शंख चक्र बनाए, अनि भनिदिए जाऊ द्वारकाधीश कृष्णलाई भनिदिनु तिमी वसुदेव होइन भने, वासुदेव होइन भने तिमी वासुदेव करुषका राजा पौण्डक होइन भने तिमी युद्ध गर्न जानु अरे। कृष्णले भन्नुभयो ठिक छ, जाँदै गरेर म आउँछु। आफ्ना जस्तै हात बनाएको छ, शंख चक्र बनाएको धारण गरेको छ। भगवानले विचार गर्नु भने कमसेकम म जस्तो त बन्न खोज्छु नि, कमसेकम केही नभएको मेरा ऋषिले कमसेकम म जस्तो त बन्न खोज्यो नि। अब यसलाई कुन ठाउँ दिउँ त म? त्यति बेला पौण्डकलाई भगवानले सारूप्य लोक प्रदान गर्नु भएको छ। हेर्नुहोस्, सारूप्य लोक पौण्डकलाई। किन? आफू जस्तो बन्न खोजेको कारणले गर्दा। सज्जन, त्यही भएर भगवान जस्तो बन्न खोज्नु, राम बन्नु, हरि बन्नु, श्याम बन्नु, भगवानका अवतार जति छन् सबै बन्नु, तर मै हुँ घमण्ड नगर्नु। एकचोटि भन्दिनँ राधे राधे, वर्णन गरिदिनु भयो। समयको अन्तराल भयो।